नेतृत्व हस्तान्तरण पनि छ केही त्यो विषयवस्तु बालेनजी या कुलमानजी भने यो देशले नयाँ फ्रेस म्यान्डेट पाओस्, ताजा जनादेशले नयाँ अनुहारहरू पाओस् र पुरानो प्रवृत्तिहरू कहिले यो सदनमा, यो देशमा, समाजमा, राज्यमा, सत्तामा कहिले नफर्किने गरी बहिर्गमनहरू होस् भनेर हामी चाहन्छौँ। तर पार्टीको आधिकारिक धारणा के हो भने जसरी सहकारीको मुद्दामा प्रधानमन्त्रीज्यूले चाहिँ सहकारी ठग कसैले छोड्दैनौँ भन्ने खालको अभिव्यक्ति दिइरहनु भएको छ। अहिले सहकारीको मुद्दा उठिरहेको छ। यो बिचमा तपाईँका सभापति पनि यही मुद्दामा हुनुहुन्छ। उहाँ अहिलेको सरकारबाट न्याय मिल्ने भनेर कति आश गर्नुभएको छ? सहकारी ठग होइन, सहकारी ठगीको प्रकरणमा मुद्दा खेपिरहनु भएको व्यक्ति हो होइन। हेर्नुहोस्, 90 दिनमा प्रमोसन भइसक्नु पर्ने डिआइजीको प्रमोसन 150 दिनसम्म गरिएन किनकि फलानुको ज्वाइँको पालो आएको छैन भनेर। उहाँले कुन कुन दफाहरू टेक्नुहुन्छ, संविधानको कुन कुन धारा उपधाराहरू प्रयोग गर्नुहुन्छ, कुन उहाँको दलिल के हुन्छ, उहाँको नजिर के हुन्छ, त्यो कुराको आधारमा यो संसद पुनर्स्थापनाबारे राष्ट्रसभाको धारणा के हो? हामी त्यो सभामुखज्यूले बोलाउनु भएको बैठकमा गएनौँ, त्यसैले गर्दा धारणा त्यसरी नै बुझ्न सकिन्छ होला नि। हजुर, भनेको तपाईँहरू संसद पुनर्स्थापनाको पक्षमा हुनुहुन्न? हामीले 23 गतेको आन्दोलनको सन्ध्यामा त्यही दिन साँझ हामीले सचिवालय बैठक गरेर एउटा विज्ञप्ति निकालेको थियौँ र त्यो विज्ञप्तिमा हामीले चाहिँ अर्ली इलेक्सन फ्रेस म्यान्डेट भनेको नयाँ ताजा जनादेशमा जानुपर्छ भनेर हामीले त्यही दिन भनिसक्यौँ। त्यसैले सम्भवतः पहिलो राजनीतिक दल हो राष्ट्रिय स्वतन्त्र पार्टी जसले चाहिँ यो ताजा जनादेशमा जानुपर्छ, अर्ली इलेक्सनमा जानुपर्छ भनेर हामीले बोलेको थियौँ। त्यसैले फेरि त्यो कुरा दोहोऱ्याइरहनु पर्दैन र हामीले पहिलो राजनीतिक दल जसले चाहिँ ताजा जनादेशमा जानुपर्छ भनेर भनिसकेपछि अहिले चाहिँ अब फेरि चाहिँ यो रिस्टेट हुनुपर्छ, पुनर्बहाली हुनुपर्छ भन्ने कुरा हामी बोल्न चाहँदैनौँ। त्यो कुरा हाम्रो सोच पनि होइन, त्यो राजनीतिक अभ्यासले पनि दिँदैन। तर त्यो भन्दैमा फेरि के हुन्छ भने पार्टीको आधिकारिक धारणा के हो र पार्टीभित्र फरक फरक धारणा के छ भन्ने कुरा फरक कुरा हो। पार्टीभित्र एक दुईजना साथीहरू पूर्व सांसदहरू हुनुहुन्छ जसले चाहिँ होइन पुनर्स्थापना हुनुपर्छ कि के हो, लोकतान्त्रिक पार्टीको त्यही चरित्र हो नि। भित्र फरक फरक धारणामा बहस हुन्छ तर पार्टीले औपचारिक धारणा एउटा लिएर आउँछ भनेको भित्र पार्टीभित्र एक दुईजना हुनुहुन्छ जसले पुनर्स्थापना भइदिए हुन्थ्यो भने जस्तो कुरा यसले संवैधानिक सङ्कट ल्याउँदैन, अर्ली इलेक्सन गरे पनि केही समय लिएर गर्नुपर्छ भन्ने फरक फरक दृष्टिकोणको आफ्नो आफ्नो अवधारणाहरू पार्टीभित्र त्यसले स्थान पाउँछ। त्यसैले त्यसलाई डेमोक्रेटिक पार्टी भनिन्छ। तर पार्टीको आधिकारिक धारणा के हो भने यो फागुन 21मा इलेक्सन होस्, यो देशले नयाँ फ्रेस म्यान्डेट पाओस्, ताजा जनादेशले नयाँ अनुहारहरू पाओस् र पुरानो प्रवृत्तिहरू कहिले यो सदनमा, यो देशमा, समाजमा, राज्यमा, सत्तामा कहिले नफर्किने गरी बहिर्गमनहरू होस् भनेर हामी चाहन्छौँ। पुनर्स्थापना सम्भव छ कि छैन? यो त्यो त न्यायाधीशहरूलाई सोध्नुपर्छ। मनिषजी, अब यो तपाईँहरूले कुनै विषयमा हामीले अदालतको बारेमा बोल्दाखेरि तपाईँहरूमध्ये केही साथीहरूले अदालतको मुद्दाको विषयमा नबोलिदेऊ न भन्नुहुन्छ। अब अहिले त त्यो 12वटा भन्दा 1 दर्जनभन्दा धेरै मुद्दा लागिसकेपछि त्यो कानुनको कोठरीमा गइसकेपछि हामीले हाम्रो आफ्नो राजनीतिक अभिव्यक्ति त विज्ञप्ति मार्फत नै दिइसक्यौँ कि पुनर्स्थापना नभइकन निर्वाचनमै जानुपर्छ भनेर। तर अब निर्णय के हुन्छ भन्ने कुराको बोल्ने अख्तियारी म राख्थेँ। मनिषजी, अब यही मुद्दालाई लिएर यदि सभामुख आफैले सक्रियता देखाउनु भयो, रिट दायरमा उहाँको पनि यदि सहमति भयो भने त्यसको वेटेज पक्कै पनि बढेर आउला, त्यसमा चाहिँ के होला? उहाँले मैले पनि त्यो सुन्दैछु, त्यो सम्भावनाको कुरा मात्र हो। उहाँले यस्तो गर्ने कि भन्ने विचार गर्दै हुनुहुन्छ अरे भन्ने कुरा मात्र छ अहिले। अब जुन दिन उहाँले दर्ता गराउनु होला आफूले नै, अनि त्यसपछि यसमा हामीले टिप्पणी गरौँला। अहिले जुन कुरा भएकै छैन त्यो आकलनहरूमा टिप्पणी गरेर समय किन व्यतीत गर्ने? उहाँले त्यो गरिहाल्नु भने दुर्भाग्यपूर्ण हुन्छ। होइन, गर्नु भएपछि उहाँले जुन निवेदन दिनुहुन्छ त्यसमा उहाँको तर्कहरू के हुन्छ, उहाँले कुन कुन दफाहरू टेक्नुहुन्छ, संविधानको कुन कुन धारा उपधाराहरू प्रयोग गर्नुहुन्छ, कुन उहाँको
दलिल के हुन्छ, उहाँको नजिर के हुन्छ, त्यो कुराको आधारमा त्यो पढेपछि अनि हामीले बोल्ने कुराहरू हुन्छ नि। अहिले त कुन धारा, कुन उपधारा, दलिल कस्तो, तर्क कस्तो त केही पनि थाहा छैन हामीलाई। त्यसैले पहिला त्यो निवेदन होस् एउटा सैद्धान्तिक प्रक्रिया, त्यसको प्राविधिक प्रक्रिया के हो भने उहाँको तर्कहरू के हुन्छ, त्यसपछि तपाईँको प्रश्न। त्यसपछि एउटा अन्तिम मैले राखिहालेँ मेरो जिज्ञासा पनि, जस्तो कि राष्ट्रपतिले जसरी प्रधानमन्त्रीलाई शपथ खुवाउनु भयो त्यो दिन राष्ट्रपति पनि लगभग भागिसकेको भन्ने कुरा आएको थियो है। अब त्यो के हो, त्यो उहाँहरूले व्यक्तिगत रूपमा जान्नु होला, सेनाको संरक्षणमा हुनुहुन्थ्यो या त सेनाकै ले कन्ट्रोल गरेर राख्नु भएको थियो, सुरक्षा दिएर राख्नु भएको थियो, के थियो त्यो आफ्नो कुरा होला। तर बाहिरी रूपमा चाहिँ राष्ट्रपति पनि अब देशमा लगभग हुनुहुन्न है, उहाँले पनि छोडिसक्नुभयो आफ्नो अड्डा, आफ्नो कार्यालय भनेर आएको थियो। तर त्यही राष्ट्रपतिले शपथ खुवाउनु भयो, संविधानलाई कन्टिन्यू गरियो। कतै जेएनजीले त्यो संविधान र त्यही राष्ट्रपतिलाई नै स्वीकारेको कारणले गर्दाखेरि आजको दिनमा भड्कालोमा गएको या यो आन्दोलनको औचित्य नै माथि नै प्रश्न उठिरहेको जस्तो पनि कुराकानी भइरहेको छ। तपाईँलाई के लाग्छ, यो दललाई के लाग्छ, रासोपालाई के लाग्छ संविधान र राष्ट्रपतिको विषयमा लिएर? तीनवटा कुरामा हामीले हाम्रो आधिकारिक अभिव्यक्ति नै दिइसक्यौँ होइन। तपाईँहरूले पढ्न भ्याउनु भएन होला, आजकल एकदम व्यस्त हुनुहुन्छ। हामीले तीनवटा कुरा, एउटा राष्ट्रिय सभा जीवित रहनुपर्छ, अदरवाइज कन्स्टिट्युसनल क्राइसिस संवैधानिक सङ्कट हुन्छ भनेर त्यो प्रतिनिधि सभा विघटन गरेर फ्रेस म्यान्डेटमा जानुहुन्छ, त्यो हामीले पहिलो पार्टी हो स्वीकार्यौँ, आह्वान नै गऱ्यौँ। दोस्रो कुरा के हो भने राष्ट्रिय सभा त वर्तमान संविधानले राष्ट्रिय सभालाई विघटनको परिकल्पना नै गरेको छैन। यो त एउटा रोटेसनमा जान्छ होइन, 6 वर्ष 2 वर्षको रोटेसनमा जान्छ। त्यसैले गर्दाखेरि यसको परिकल्पना नै गरेको छैन भने यो संविधान जीवित छ भने राष्ट्रिय सभा जीवित हुन्छ, राष्ट्रिय सभा र संविधान जीवित छ भने राष्ट्रपति भन्ने संस्था पनि जीवित हुन्छ भन्ने परिकल्पना गरेकोले गर्दा हामीले संविधान मान्दै गर्दाखेरि यो कुराहरूलाई हामीले मान्ने नै हो होइन। संविधान त मान्नु नै भएको छ, संविधान मानेछौँ। हामीले के परिवर्तन हुनुपर्छ भनेको छौँ भने जुन किसिमको राजनीतिक संस्कार होइन र राजनीतिक उपलब्धिहरूको दुरुपयोग जुन भयो यो 35 वर्षसम्म, त्यो गलत हो। त्यहाँ भएको पात्रहरू, प्रवृत्तिहरू गलत भयो होइन। हामीले 34 महिनासम्म 21 जना सांसदले कहिले कार्पेटमा, चिसो कार्पेटमा बसेर, कहिले कराएर, कहिले के गरेर, कहिले कालो लुगा लगाएर, कहिले निलो रिबन लगाएर हामीले त भरको शक्ति लगाएर विरोध गरिरहेको थियौँ। तपाईँहरू गलत गर्दै हुनुहुन्छ है, तपाईँहरू गलत गर्दै हुनुहुन्छ भनि नै रहेको थियो। हाम्रो समस्या त्यहाँ थियो कि हामीले तपाईँहरूले जुन तरिका गरिरहनु भएको छ, हेर्नुहोस् 90 दिनमा प्रमोसन भइसक्नुपर्ने डिआइजीको प्रमोसन 150 दिनसम्म गरिएन किनकि फलानुको ज्वाइँको पालो आएको छैन भनेर त्यसरी दुरुपयोग गरिराखेको थियो। फलानुलाई ठेक्का दिनुपर्छ होइन, फलानुलाई टिकट दिन सकिएन त्यसैले अब राजदूत बनाइदिनुपर्छ, यो दुरुपयोगहरू भइराखेको थियो नि। यस्तो त हजारौँवटा उदाहरण छ। हाम्रो समस्या त्यहाँ थियो। त्यसैले गर्दाखेरि जुन अहिले प्रवृत्ति परिवर्तनको लागि जुन प्रयासहरू भइराखेको छ त्यसको उचित समाधानको ढोका भनेकै फागुन 21 को निर्वाचन हो, त्यसमा उभिनुपर्छ र त्यसको लागि कि अन्तरिम संविधान जारी गरेर बल्ल सरकार गठन हुनु पर्थ्यो। यो अन्तरिम होइन, त्यो बहस गरौँ न होइन, त्यो बहस गरौँ न। तपाईँले यसरी मलाई एक्लै उभाएर घेरेर सोधेर त्यसको निराकरण हुँदैन होइन। त्यसको फरम अहिलेको सुन्ने मान्छे को हो, कसको हो? राजनीतिक सर्वदलीय र सर्वपक्षीय फोरम एउटा बनाएर त्यसको बहस त टेबलमा राउन्ड टेबल डिक्लेरेसन भन्छ नि, राउन्ड टेबल डिस्कसन गरेर अनि त्यहाँबाट 5 बुँदे घोषणापत्र बनाएर त्यसरी अगाडि बढ्यो भने पो समाधान हुन्छ। तपाईँले मलाई एक्लै सोध्नुहुन्छ, अर्को नेतालाई अर्को कुनै कार्यक्रममा यसरी एक्लै सोध्नुहुन्छ भनेपछि त त्यो मन्थन भएन नि। सर्वपक्षीय जानु पर्यो, सर्वदलीय सर्वपक्षीय, तर त्यसमा त्यो पुरानो रगतले लतपतिएको हात भएका नेताहरू चाहिँ आउनु पाउँदैन। जसरी सहकारीको मुद्दामा प्रधानमन्त्रीज्यूले चाहिँ सहकारी ठग कसैले छोड्दैनौँ भन्ने खालको अभिव्यक्ति दिइरहनु भएको छ। अहिले सहकारीको मुद्दा उठिरहेछ, यो बिचमा तपाईँका सभापति पनि यही मुद्दामा हुनुहुन्छ। उहाँ अहिलेको सरकारबाट न्याय मिल्ने भन्ने कति आश गर्नुभएको छ? सहकारी ठग होइन, सहकारी ठगीको प्रकरणमा मुद्दा खेपिरहनु भएको व्यक्ति हो होइन। त्यसैले गर्दा प्रधानमन्त्रीज्यूलाई दुईटा अनुरोध छ। एउटा अनुरोध चाहिँ के छ भने पुरानो राजनीतिक अभ्यासमा जसरी सरकारले निवर्तमान प्रधानमन्त्री स्वयंले अदालतमा उहाँका लठैत महान्यायाधिवक्ताले
अदालतलाई जसरी प्रभाव पार्ने किसिमको काम कारबाही गर्नुभयो, वर्तमान सरकारको प्रधानमन्त्रीलाई म निवेदन गर्न चाहन्छु तपाईँबाट हाम्रो सपोर्टमा होस्, हाम्रो सपोर्टमा नहोस्, तर अदालतलाई इन्टरफेयर गर्ने काम नगरिदिनुहोस्। त्यो 6 महिना होइन, एउटा म टुङ्ग्याइहाल्नु यो। त्यसैले गर्दाखेरि के हो भने ओली सरकार बेलामा हाम्रो विपक्षमा लाग्यो र यो सरकारले चाहिँ हाम्रो पक्षमा काम गरिदिनुपर्छ भनेको त हामीले त प्रवृत्ति परिवर्तन भएन नि, पात्र मात्र परिवर्तन भयो। त्यसैले इन्टरफेयर पोजिटिभ होस् वा नेगेटिभ होस्, इन्टरफेयर हुँदै नहोस्, अदालतलाई आफ्नो काम गर्न दिनुहोस्। र अर्को कुरा, उहाँ अभियुक्त, उहाँमाथि एउटा अभियोग लगाइएको हो, उहाँ ठग भनेर प्रमाणित भइसकेको छैन। जुन निवर्तमान सरकारको विभिन्न संयन्त्रहरूले ठगहरूलाई उन्मुक्ति दिएको थियो, घरमा बोलाएर वा कार्यालयमा बोलाएर चिया खुवाएर पठाएको थियो होइन। नेपाली कङ्ग्रेसको उपसभापतिले यता डिभोर्स भनेर सबैलाई ठग्नुभयो, उता हनिमुन बनाउँदै गरे त त्यो सबै संस्थाहरूले पनि त देख्यो होला। त्यहाँ छानबिन पनि गरिदिनुहोस् न भनेर जसरी नजरअन्दाज पुरानो संयन्त्रहरूले गरेको थियो राजनीतिक छत्र छायामा, त्यसरी अहिले नगरिदिनुहोस् है भन्ने मात्र अनुरोध छ। हामी गत सरकारले गरेको इन्टरफेयरको पनि विरोधी, यो सरकारले पनि न्यायालयमा राजनीतिक इन्टरफेयर नगरिदिनुहोस् भन्ने अनुरोध, त्यो हाम्रो पक्षमा होस् विपक्षमा होस्, यो पात्रभन्दा प्रवृत्ति परिवर्तन हुन आवश्यक छ। त्यसैले हामी कुनै किसिमको फेभर माग्दैन। नेताजी, एउटा समाचारहरू यसले व्यापक रूपमा आइरहेको छ कि यति बेला राजसभा पार्टी खुदको सङ्घारमा छ भन्ने कुराहरू आइरहेको छ, यस विषयमा तपाईँ भन्ने त्यो एकदम नितान्त झुटो कुरा हो। जसले तपाईँलाई त्यो समाचार स्रोत छ नि त्यसलाई आजदेखि नपत्याउनुहोस्, त्यसले तपाईँलाई गलत सूचना दिने रहेछ। नेतृत्व हस्तान्तरण पनि छ केही त्यो विषयवस्तु बालेनजी या कुलमानजी भनेको कस्तो हुन्छ भने नेतृत्व हस्तान्तरण कहिले पनि हुँदैन, नेतृत्व चयन हुन्छ होइन। नेतृत्व हस्तान्तरण त अब जसको घरमा करोडौँ पैसा जलेको हुन्छ, जसले एआईले चलाइदियो भनेर भन्नुहुन्छ, उहाँहरूले हस्तान्तरण। हामी त हेर्नुहोस् 40 महिना भयो पार्टी बनाएको, 38 महिना भयो मैले राजनीति गरेको, 34 महिना भयो हामी सदनमा गएको, अनि 34 महिनामै त्यो यो टाइमलाइन त मेरो लागि मात्र होइन, पार्टीको सबै नेताहरूको लागि हो। अब तपाईँले चाहिँ 34 महिनामै तिमीहरू अब रिटायर हो भनेर भन्नुहुन्छ भने ठिक छ, चयन चाहिँ हुनसक्छ। तर यस्तो हो, चयन भनेको महाधिवेशनबाट त अब यही अहिलेकै वा अरू नेता आउने सम्भावना त महाधिवेशनले त सबै सम्भावनाहरूलाई आफ्नो गर्भमा राखेको हुन्छ नि होइन। त्यसैले त्यो प्रक्रिया हो, त्यसमा के हुन्छ नव आगन्तुकहरूले दिने कि पार्टीभित्र। तर नव आगन्तुक नेता हुन सक्छ, आयातित हुँदैन भनेको हो। आयातित र नव आगन्तुक भन्ने फरक कुरा हो होइन। र त्यसमा चाहिँ आयातितको लागि स्पेस छँदै छैन भनेको होइन। भूमिकामा चाहिँ अहिले रवि दाईको विकल्पको रूपमा नेतृत्व सभापतित्वको लागि चाहिँ उहाँको विकल्पको बारेमा हामी सोच्नुपर्ने अवस्था छैन र त्यस्तो समय आइसकेको छ नि। धन्यवाद।